हजुर सम्पूर्णमा नमस्ते अनि स्वागत छ सबैजनालाई हाम्रो न्यू भिडियोमा। आज चाहिँ हाम्रो खास प्लान छ साथीहरू, हेर्दै गर्नुहोस् है त। कहाँ जाने प्लान छ भन्ने कुरा त हजुरहरूले भिडियोमा देखेर पनि हल्का थाहा पाउनुभयो होला। अनि हामी लाग्यौँ अगाडितर्फ। यहाँ चाहिँ गगनचुम्बी भवनहरू देख्न सक्नुहुन्छ। यता चाहिँ एकदम गर्मी छ साथीहरू। अनि हजुरकोतिर कति गर्मी छ कमेन्ट गर्नुहोस् है त, कहाँदेखि हाम्रो भिडियो हेर्दै हुनुहुन्छ। मेरो चाहिँ यस्तो हालत छ साथीहरू। फाइनल्ली हामी उहाँहरूको घरको नजिक पुग्न थालिसक्यौँ। यहाँ चाहिँ आधुनिक प्रविधिबाट गाउँहरू बसाइरहेका छन्, देख्न सक्नुहुन्छ गुरुद्वारा। फाइनल्ली आधा घन्टाको यात्रापछि गन्तव्यमा पुगियो। नमस्ते। भिडियो बनाएर हाले थिए। सानो कुराले ठुलो खुसी दिन्छ भने चाहिँ देख्न सक्नुहुन्छ। नानी बाबु पनि एकदम रमाइरहेका छन्। बिहानैदेखि छोराले छिटो जाउँ भनेर आत्तिरहेको थियो यही माछा हेर्नको लागि। अनि रमाइरहेको छ, एकदम बहुत खुसी छ। हाम्रो चाहिँ छिटो जाने प्लान थियो, के गर्ने, गर्मी लास्टै भएर छिटो जान सकिएन। जाँदाखेरि चाहिँ दिदीले दाइले यति राम्रो परिकार बनाएर राख्नुभएको रहेछ, धेरै राम्रो लाग्यो। अनि नुडल अनि चिज चिल्ली चाहिँ एकदम टेस्टी लाग्यो। यहाँ चाहिँ मिनी स्विमिङ पुल रहेछ। नानी बाबु चाहिँ सरप्राइज भए। अब चाहिँ 2-3 घन्टालाई यिनीहरूलाई भयो यहीँ मजाले खेलिरहन्छन्। अनि दिदीले चाहिँ सागहरू लगाउनु भएको रहेछ, यस्तो राम्रो तरिकाले भयो। मौसम चाहिँ बदलिरहेको छ, पानी आउँछ जस्तो। अब हाम्रो चाहिँ नाचगान सुरु भयो है साथीहरू। नाचगान गरेर हामी चाहिँ बाहिरतिर घुमफिर गर्न हिँड्यौँ। म चाहिँ बसेँ दिदीसँगै, अनि मेरो बुढो चाहिँ मलाई पछाउँदै छ। मलाई बानी परेको भिडियो बनाउने। चिसो हावाको स्पर्शले मकैका पातहरू झुलिरहेका छन्। चाहिँ केही भिडियो अनि फोटोहरू खिचेर घर फर्कियौँ। अरु के पत्ता मन पर्छ नि, यही पत्ता मन पर्छ। अनि सोक भनेर तगडे हेर्नु सोक अनि इनलाई भने कति भने 4500 भने 4500 भने 4 दिन खाना खिलाएन भन्छ।
रमाइलो पल बिताएर अब चाहिँ हामी घरतर्फ लाग्यौँ। जसले हाम्रो भिडियो अन्तिमसम्म हेर्नुभयो कृपया कमेन्ट अवश्य गर्नुहोला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।